सोहीविनायक नगरपालिका नयाँ नगरपालिका भक्तपुर जिल्लाको 4 नगरपालिका मध्ये एउटा नगरपालिका तपाईहरुलाई थाहा नै छ र त्यसमा नयाँ नगरपालिका भइसकेपछि विभिन्न चुनौतीका बावजुद हामीले जनताका आकांक्षाहरू पूरा गर्नुपर्ने अवस्था सिर्जना भएको छ र सोहीविनायक नगरपालिकामा पहिलो नगर प्रमुखको रूपमा नेकपा एमाले मलाई टिकट दियो र सोहीविनायक नगरपालिकाका दाजुभाइ दिदीबहिनीले त्यसलाई अनुमोदन गरेर म पहिलो नगर प्रमुखको भूमिका निर्वाह गर्न मैले पाएँ र अधुरा काम पूरा गर्नको लागि मेरो खाँचो छ भने फेरि मत दिनुस् भनेर मैले फेरि दोस्रो कार्यकालमा मैले 2079 वैशाख 30 गतेको चुनावमा फेरि मैले नेकपा एमाले मलाई टिकट दियो र नगरवासीसँग मैले घर दैलोमा गएर भनेको थिएँ र त्यो अधुरा काम पूरा गर्नको लागि फेरि दोस्रो चुनावमा पनि मलाई विजय गरेर हासिल गराउन नगरवासी दाजुभाइ दिदीबहिनी र सम्पूर्ण पत्रकार साथीहरूको निकै भूमिका खेलेको मैले महसुस गरेको छु र त्यस पश्चात हामीले यो नगरलाई स्वच्छ बस्नलायक शान्त वातावरणको नगरपालिका बनाउनको लागि हामीले नगरवासी दाजुभाइ दिदीबहिनी र राजनीतिक दल समाजसेवी बुद्धिजीवी पत्रकारको त विशेष भूमिका नै हुने भइहाल्यो र चारैतिर सबैको सहयोगले सोहीविनायक नगरपालिका विकासमा धेरै अग्रपन्थीमा गएको कुराहरू तपाईहरुलाई थाहा नै छ। यदि तपाईहरु पत्रकार साथीहरू र कर्मचारी राजनीतिक दल समाजसेवी बुद्धिजीवी सबैले नसकेको भए यो अवस्थासम्म आउन हामी पुग्न सक्थेनौं। तपाईहरुलाई थाहा छ घोषणापत्र मैले पहिलो घोषणापत्र दोस्रो घोषणापत्रमा भने भन्दा थुप्रै कामहरू हामीले गरेका छौं। यो सोहीविनायक नगरपालिकामा दुवैतिर घेरिएको भएको हुनाले यसलाई विकास गर्नको लागि थुप्रै बाटाघाटो बनाउनको लागि हामीलाई चुनौती छ र अझै हामीले काम गर्न पर्ने थुप्रै कामहरू बाँकी छ। नगरवासीले तिरेको कर सही ठाउँमा हामीले प्रयोग गरेको कुरा तपाईहरुमा मैले बताउन चाहन्छु। हामी 14 जनाको टिम दुई पार्टीबाट प्रतिनिधित्व गरेका छौं तर नेपालको संविधान स्थानीय सञ्चालन ऐन 2074 लाई टेकेर अग्लो होचो जात जाति यो पार्टी उ पार्टी नभनिकन हामी ऐन कानुन टेकेर आजको दिनसम्म हामी 186औं बैठक सर्वसम्मत र 17वटा नगर सभा सर्वसम्मत गर्न पुगेका छौं। यदि यो पार्टी उ पार्टी नीति नियमलाई नटेक्ने हो भने त्यसको चाहिने यो अवस्थामा हामी पुग्न सक्दैनौं र पत्रकार साथीहरूले सही सर्वेक्षण गरिदिनु भएको कारणले हामीलाई काम गर्ने जोश जान पनि मिलेको छ। अब केही पत्रकार साथीहरू त नकारात्मक लेख्नको लागि मात्रै जन्मेको हुनुहुन्छ। अब त्यसको लागि म के भन्दिनँ फेरि उहाँको जन्मेकै नकारात्मक लेख्न छ भने उहाँलाई सकारात्मक लेख्नुस् भने म भन्दिनँ। लेख्न पाउनुहुन्छ जे लेख्न पाउनुहुन्छ तर जहाँसम्म लाग्छ यो अनुवादले 99% ले सोहीविनायक नगरपालिका यो अवस्थामा ल्याउनलाई यो नेपालको 54 संविधानमा उल्लेखित भए अनुसार तपाईहरुले सघाउनु भएको छ। अपवाद जहाँ पनि हुन्छ भन्नु हाम्रो पूर्व अध्यक्ष यथार्थ पनि हो र अब हामी यो सोहीविनायकलाई राम्रो अवस्थामा लानुको लागि तपाईहरुको सम हातेमालो गराएर विज्ञ साथीहरुसँग हातेमालो गराएर कर्मचारीसँग समन्वय गरेर राजनीतिक दलसँग समन्वय गरेर हामी अगाडि बढ्छौं र पत्रकार साथीहरुलाई पत्रकार भवन बनाउनु पनि सोहीविनायक नगरपालिकाले जग्गा दिनुको लागि पनि कुनै कन्सेसन नगरिकन दिएको छौं। तपाईहरुको साथ चाहिन्छ यो देश बनाउनको लागि र रकम पठाउन पनि हामी त्यो हिचकिचाउँदैनौं। हामीलाई याद छ कि एउटा बाटो घटी बनाएर पनि मानवीय विकास र यो हरेक तालिम गोष्ठी आयमूलक सिपमूलक रोजगारीमूलक काममा पनि हामी अगाडि बढ्छौं। अझै 2 वर्ष भनेको समय राम्रो छ, अझै लामै समय छ। एउटा मैले फिल्म हेरेको थिएँ उमेरले मात्रै हेरेन मैले हेरेको थिएँ हैन। एक दिन प्रधानमन्त्री ट्याके मुख्यमन्त्री दिएको थियो, एक दिनलाई मात्रै दिएको थियो
उसले हेलिकप्टर चढ्ने के चढ्ने गराएर सबलाई टोकला खाली गर्ने के गर्ने गरेर थुप्रै काम गरेको मैले फिल्म हेरेको थिएँ के। त्यस कारणले अझै 2 वर्ष छ, हामीले धेरै थुप्रै काम गर्नु बाँकी छ। तपाईँहरूले हामी गलत दिशाबाट कहीँ जान लाग्यो भने खबरदारी गर्नु होला र सही प्रमाण मात्रै ल्याउनु होला। मलाई एउटा अचम्मको कुराहरू अब मैले बताउनु पर्छ। म आज प्रमुख अतिथि रूपमा तपाईँ थाप्नु भएको छ, बताउनु त मन थिएन तर बताउनु पर्ने छ। यस्तो पत्रकारिता चाहिँ नगरिदिनु होला। नङखेलको प्लानिङको बारेमा एउटा पत्रकार साथीहरूले पहिलो स्थानीय तहको चुनावमा चाहिँ नि पैसा खाएको थिएन होला, के पनि गरिरहेको थिएन अरे। अहिले चाहिँ अब जाने बेला पैसा कमाउ धन्नमा लाग्नुको लागि 20 करोड रुपियाँ मेले छ नि खाएको भनेर ल्याएर मलाई यसो पत्रिका यसो हेर्छु अलिअलि सट्याएर पुरा पढिन। किनभने यो सोच राम्रो दिमाग भएको ठाउँ त्यो त्यस्ता कुराहरू किन राख्नु। हतियार छ, विभिन्न ठाउँ छ, जेल हाल्दै भयो नि त। कारवाही गरे हुँदैन। जहाँ त केही गरेकै छैन, थाहै छैन मेरोलाई। कुनै प्रक्रिया भर्खर प्रक्रिया सुरु भएको छ। आज मैले त्यो बारेमा तपाईँले श्री साहब पनि हुनुहुन्छ, बताउनु पर्छ। त्यो लेख्ने बेला त केही नै भएको छैन, थाहै छैन नगरपालिकालाई। लेखिसकेपछि चाहिँ बरु अलिक काम भएछ, याई भएछ, सार्वजनिक सुनाइ भएछ, वडाबाट सिफारिस गरेर आएको छ, त्यहाँ डिनोमिनेसन मिल्दैन भन्ने परिस्थिति भएको छ विज्ञ टोलीहरूबाट। र नगरपालिकामा अब सिफारिस मात्रै गरियो, दिने नदिने भनेको कुरा काठमाडौँ उपत्यका ग्यास प्राधिकरण हो। त्यसमा को हुन्छ भनेपछि मन्त्रालयको 6-7 वटा सचिवज्यूहरू हुन्छ, मन्त्री नै त्यहाँ हुनुहुन्छ। किनभने ठुलो प्रोजेक्टको लागि काठमाडौँ महानगरपालिका मेयर, ललितपुर महानगरपालिकाको मेयर सदस्यहरू हुन्छ। त्यहाँ विज्ञ यो देशको राष्ट्रपति प्रधानमन्त्री हुने व्यक्ति त्यहाँ समितिमा हुनुहुन्छ। म त समितिमै छैन। त्यहाँ भिजुअलबाट सट्ट राखेर यो प्रति कहाँ छ, यो बाटो कहाँ गयो, यो कुलो कहाँ गयो, कति छ, ठ्याक्क नापेर ट्याक्क एक गरी हुन्छ। त्यतिकै तलमाथि भने कर्मचारी साथीहरूको जाहेर टक्कै जान्छ। यो उपत्यकामा प्रति सार्वजनिक जग्गा खाने दायाँ बायाँ गर्न सकिन्छ, पाउँछ, पाउँदैन। र भयो के त्यो प्लानिङ गर्ने मान्छे 2-4 रुपियाँ कमाएकै व्यक्ति पर्यो। 2टा प्रोजेक्ट यहाँ नङखेल भाइरल प्लान लिखेटाएर यहाँ 8 नम्बरकोमा 2टा उनीहरूले गरेको ठाउँमा त्यहाँ किन प्लानिङ गर्न आछ। देशका सबै महत्त्वपूर्ण व्यक्तिले जग्गा किनेर उहाँले नाफा गर्नुभयो। नाफा गरिसकेपछि हामीले जे गर्दैन हुन्छ भने अलि बलमिसाइ गरेर वनको जग्गा मिचेको त्यहाँ देखियो। हामीले सिफारिस दिनेखेरि त वन प्रति सार्वजनिक जग्गा कसैलाई असर, त्यहाँ गाउँले कसैलाई असर नपर्ने गरी यदि असर पऱ्यो त्यहाँ 20-40 करोड नोक्सान हुन्छ भने त्यो प्रोजेक्टले व्यवहार गरी सिफारिस गरेको छ भने हामी दिन्छौँ। र अनि दिने नदिने कुरा चाहिँ केको हामी सिफारिस मात्रै गरी गर्दा हो। त्यस कारणले त्यो वनको जग्गा, त्यहाँका उपभोक्ता समिति, त्यहाँका बासिन्दालाई राखेर सही गराएर त्यो आफ्नो जग्गा समाउनेखेरि त्यो धरा भवने तान्नु अधिकार उनीहरूलाई छैन नि त। वनको जग्गा ती गाउँले मिलेर तान भनेर 4 जना बसेर हुन्छ। वन मन्त्रालय आधिकारिक व्यक्ति त वन मन्त्रालय हो, डेपुटी साहब हो नि त। त्यो उनीहरूको गलत हो। अरू सिस्टम सबै ठिक छ र उनीहरूले राजस्व सहित ढल्लो राखिसकेपछि मात्रै हामी बैठकमा प्रवेश गरेर माथिल्लो निकाय पठाउँछौँ। माथिल्लो निकायले दिन पनि सक्छ, नदिन पनि सक्छ। कति पठाएको दिएको छैन। त्यस कारणले काम गर्नेमा अलिअलि टुटफुट, हाम्रो संविधानमा पनि टुटफुट हुन्छ। अलिअलि टुटफुट मात्रै ठुलो टुटफुट नभएको मैले जानकारी गराउन चाहन्छु। जब वनले त्यहाँ क्लियर हाम्रो मिचेको जग्गाहरू ठिक छ, सबै ओके छ नभनिकन त्यो पास हुँदैन। हामी बैठकमै राख्दैनौँ। जसले गल्ती गर्छ त्यसलाई कारवाही हुनुपर्छ। र अब वनको देउ साहबले अब त्यहाँ वनको विचारोपण गर्ने, रिटेलिङ वाल लाउने, त्यो नियम विकृति गरेर के कारवाही गर्ने, जरिवाना गर्ने, थुन्ने सबै प्रक्रिया पुरा भएपछि मात्रै नगरपालिकाको अधिकार हुन्छ। त्यसमा नगरपालिकाले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा जब चाहिँ
सिफारिस गर्छ। सिफारिस गरिसकेपछि उनीहरू त्यत्रो शक्तिशाली व्यक्तित्वहरू त्यो समितिमा हुनुहुन्छ, उहाँले दिनुहुन्छ। त्यस कारणले तपाईँहरूले सकारात्मक सञ्चारको सर्वेक्षण गर्नुपर्ने छ। तपाईँहरू मान हुनुहुन्छ, गलत सर्वेक्षण गर्यो भने कति मान्छेलाई अप्ठ्यारो पर्नु पनि सक्छ र चरित्र हत्याले कति मान्छे फटेसन जान सक्छ। अब त मलाई त केही समस्या पर्दैन, हेर्नुहोस्, केही समस्या पर्दैन। मेरो 3 पुस्ताको सम्पत्ति हेर्नु, 3 पुस्ताको ब्याङ्क खाता हेर्नु, 3 पुस्ताको सबै हेर्नुहोस्। काहीँ गल्ती गरेछ भने लगेर थुनिदिनुहोस्, उतोबाट आइसकेपछि तपाईँलाई पुरस्कार दिन्छु। पुरस्कार म दिन तयार छु। किनभनेपछि नीति नियम ऐन कानुनलाई नटेकेर आज यो देश यो अवस्थामा पुगेको छ। संविधानमा राम्रो लेखिएको छ, तर व्यवहारमा लागू भएको छ सबै ठाउँमा। जनप्रतिनिधि सही ठाउँ घोषणा पत्र अनुसार काम गरिरहेको छ, कर्मचारीले छ, तपाईँहरूले छ। अब सबै मिलेर ऐन कानुन नीति नियमलाई टेकेर भनेर छाती मार्दै काम गर्ने भयो मात्रै यो देशलाई राम्रो बनाउन सकिन्छ। न त तपाईँलाई प्रधानमन्त्री दिए नि, तपाईँलाई मेयर दिए नि, त्यो 20 करोड मेयर देखायो भन्नेलाई नै दिन्छु म 2 वर्ष मेयर। केही हुँदैन। उसले त 80 करोड खाइन्छ झन्। त्यो भन्ने मान्छे त 80 करोड खान्छ, त्यो लेख्ने मान्छेले 80 करोड खान्छ। उसले खाइरहेको हुनाले मेयरले नि खाएको भने लेखायो क्या, बुझ्नुहुन्न तपाईँहरू? यसरी लेखिदिनु होला। उसले खाइरहेको थियो पहिला, अनि उसले नि खायो भने हुन्छ त्यो। नखाएको मान्छेले स्वादै थाहा हुँदैन नि त। त्यसैले पत्रकार साथीहरूलाई नगरपालिकाको जनताले तिरेको कर सही ठाउँ हामी सदुपयोग गर्छौँ। हामी 54 जना एकटिका हुन्छौँ, संविधानलाई टेकेर काम गर्छौँ, तपाईँहरूलाई सम्मान गर्छौँ। सही सर्वेक्षण गरिदिनु होला र नगरपालिकाले गर्नुपर्ने काममा तपाईँहरूलाई कुनै बाधा अडचन हामी केही दिँदैनौँ। हामी मिलेर मात्रै देश बन्छ। देश बनाउनेमा पत्रकार साथीहरूको सही सर्वेक्षण गर्ने कुराहरू तपाईँको हातमा महत्त्वपूर्ण हुन्छ। कर्मचारीको झन् महत्त्वपूर्ण हात हुन्छ। जनप्रतिनिधि डिसिसन गरिदिनु उसको हातमा अधिकारै छैन।